हेलो साथीहरू गुड मर्निङ सेवा नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला म चाहिँ एकदम ठिक छु अनि आज चाहिँ म लङ टाइम पछि भिडियो बनाउँदैछु अनि सबैजनालाई धेरै धेरै सम्झिरहेको छु अनि मिठो मायाको साथमा आज चाहिँ मेरो बहिनी पनि छ यहाँनिर नमस्ते भन्न नमस्ते भन् नमस्ते भन्छस् के ल नमस्ते भन्न नमस्ते सेवा अनि म चाहिँ सन्चो थिएन अनि आज चाहिँ अलिक सन्चो भएर भिडियो बनाउनु पर्यो भनेर सोचेर भिडियो बनाएको सबैजनाले माया गरेर हेरिदिनु होला अनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला म सानो मान्छेलाई म चाहिँ खाना खानु आँटेको साथीहरू मेरो बहिनीले खाना बनाएर दिन्छ म चाहिँ खाना खानु आँटेको तर के को सब्जी बनायो त्यो चाहिँ थाहा छैन मलाई गुन्द्रुक र सिन्की के अरे ओए के अरे सिन्की र आलु चाहिँ हाम्रो चाहिँ तरकारी गुन्द्रुक खाएँ ल मैले चाहिँ खाना ताने मिठो छैन नि त तिउन यसले तिउन पकाएको कि मिठै छैन अनि त्यही भएर यस्तरी खेला मलाई मेरो खोर्सानी चाहिँ कहाँ लाग्छ यो लाइ यो अर्गानिक खाना हो क्या यो के खाना अरे कान्छी यो गाउँले अर्गानिक खाना हो यसको भाइ ल लाइरहेछ भन्छु खाइ ल भन्न भन्दिनँ म त गाइस मैले चाहिँ भात खाइसक्यो बहिनी चाहिँ धन्दा गर्दैछ बहिनी भएपछि दिदीले यति धेरै काम सघाउनु पर्छ किनकि म चाहिँ अलिकति सन्चो छैन नि त त्यही भएर तर सन्चो छैन भन्दा पनि म सन्चो भइसक्यो काम गर्ने मान्छे भएपछि मलाई चाहिँ अल्छी लाग्दो रहेछ कि त्यही भएर हो क्या ओ यसले त यस्तो भन्छ बहिनीले माया गर्दैन मलाई त के हो त्यो कान्छी मलाई दिएन हाम्रो त गाई तरकारी सक्यो मलाई त पुगेन यसले सबै खायो मिठो भयो त गर्दा कस्तो मजा आउँदो रहेछ बहिनी अब मजा नआए पनि मजै आउँछ त भन्नु होला नि गाई मलाई चाहिँ यो भएकोले गर्दा कति सजिलो भइरहेछ साथीहरू होइन कान्छी पनि त्यस्तो बोल्नु हुँदैन त सानो त्यो सुन्तला त सबै अमिलो अमिलो छ फ्याँके अमिलो मिठो हुन्छ होइन साथीहरू यस्तो फिल्म गरे कहिले अहिले छिल्नु गरे बेकार त्यो बजार आएर त यो त मस्काइना चाहिँ कहिले मस्काएर पनि म मस्काइना कस्तो खतरा मस्काएको छु कसले म त भाडमा त पर्फेक्ट पो छु त त्यही भएर म मासुमा पर्दैछ कि पर्फेक्ट छु क्या म पर्फेक्ट पर्दैछ कति लो त्यही भएर नखाऊ के भने परिवारमा आँखा जत्रो जत्रो छ भने कहाँ मिठो हुन्छ पनि परिवारको आँखा पऱ्यो हाम्रो आँखा पुस्छु त्यो ग्यास बनाउनु पुस अहिले छैन भन्दा चाहिँ बाहिर लगेको रहेछ त्यो त हाम्रो त्यो बाहिरको त हाम्रो पो स्टिल जस्तो किन लगेको बाहिर यो पनि हेर्ने बेला भएछ हो त्यो त आफ्नो गर्छ त्यहाँ त पुरानो भएर त यस्तो भयो धन्ना म त गरेँ बेसी त्यो माइलीलाई पकाएको
खायो खायो सुँगुरले डुँड पल्टायो भनेको यही हो साथीहरू हेर न खाइसक्यो अनि खाइसकेपछि अब के काम छैन होइन अनि मस्त फोन हेऱ्यो सोल्टीहरूसँग बोल्यो सोल्टीसँग जिस्क्यो चाहिँ सोल्टी त छैन सोल्टी खोजिदेऊ न गाइज यसको कुन फोन हो गाइज कमेन्ट गर्नु ल म चाहिँ यहाँ बसिरहेको छु मेरो चाहिँ कामै काम छ नि त भ्याउनु छैन थोरै काम चाहिँ काम पाउनु एकछिन बसेको छुइनँ म चाहिँ यो चाहिँ सुतिरहन्छ मलाई केही पनि सघाउँदैन हो लु गाइज उसको चाहिँ खानु बाहेक केही काम छैन उसको चाहिँ खानु बाहेक केही काम छैन बसेको होइन अनि यो चाहिँ अलिक यताले उसले चाहिँ उसको नजिक लान्छ अनि होइन अब चाहिँ कसरी खानु तेरो 100 रुपियाँ ल म त हातले दन्काइदिन्छु गाइस हामीले चाहिँ उसले 100 रुपियाँ मैले 100 रुपियाँ मेरो चाहिँ पैसा नभएर खोज्दा खोज्दा यति भेटाएर चाहिँ यहाँ निकालेको होइन अनि 1 प्लेट मोमो अनि त्यसपछि चटपटे कसले छिटो खाइसक्ने अनि त्यो पैसा चाहिँ एकजनाले लाने हो के हामी झ्याली नगरिकन खेल्छौँ हेरिदिनु होला आँखा चाहिँ नखेल्ने नि त्यहाँ कस्तो आँखा चाहिँ नखेल्ने भनेको नखोल्ने त्यहाँ तर म त हातले दन्काइदिन्छु तर यो पैसा यहाँ छ ल साथीहरू मेरो चटपटे 1 2 3 गो स्टार्ट मिठो छ के त
त्यो मात्रै छ अनि पैसा निकाल्नु चाहिँ अलिक उयो कन्फ्युज गर्छ क्या उसले। कन्चुस त्यही भएर यहाँ चाहिँ 90 रुपियाँ छ। यो चाहिँ मैले 4वटा कस्तैदेखि निकालेको 4वटा ब्यागहरू त टन्नै न पैसा बिनाको ब्याग कस्तै घरमा रहेछ ब्याग चाहिँ यतै भइछ। बधाई छ बहिनी तिमीलाई ओके दिदी, थ्याङ्क यू सो मच।